यो क्रासुला अथवा लकी प्लान्ट यसको कटिङ लिनुभयो। मैले चाहिँ आज लिँदैछु है, हेर्नु कसरी लिन्छु। यो चाहिँ मेरो स्टेराइल ब्लेड हो। तपाईँहरूले चाहिँ एउटा सार्प खालको एकदम राम्रो खालको सफा अनि नत्र सेनिटाइजर छेस पारिदिएर एउटा स्टेराइल बनाउन सक्नुहुन्छ, डिसइन्फेक्टेन्ट। त्यसले चाहिँ मजाको हेल्दी कटिङ्सहरू लिन्छु। हुन त यो जस्तो काटे पनि सर्छ सर्न त, तर कसैकोमा चाहिँ सर्दैन, कसैले चाहिँ यत्तिकै पनि सर्छ भन्नुहुन्छ। अनि मलाई चाहिँ माया लाग्छ कि अब आफूले यत्रो गरेर हुर्काएर यस्तो बोनसाईको सेपमा ल्याइसकेको छ होइन। अब यो सुकेर मर्न दिनु कुरा त भएन, अनि त्यही भएर यो बेसार लगाइदिँदैछु कि यो बेसार चाहिँ नेचुरल एन्टी फङ्गल एन्टिसेप्टिक योहरूको डिसइन्फेक्टेन्टको काम गर्छ कि। अनि म अल्छी भन्दा नि झ्याउ लागेर यो पटिङ मिक्सहरू बनाउनलाई अब त्यत्रो त काटिहालेँ, यत्तिकै फाल्ने कुरा पनि भएन। अनि यो पुरानो पटिङ मिक्सहरू के छ सबै लिएछु कि। यसमा चाहिँ पत्कर छ कुहेको, बोन मिल छ कुहेको, अनि गाईबस्तुको मलहरू कुहेको छ, धानको भुसहरू पनि इनफ छ कि इनफ छ। यसमा मैले केही एड गर्न पर्दैन, मल माटो बालुवा केही एड गर्नु पर्दैन। यो अलरेडी बबाल पटिङ मिक्स छ। त्यही पनि सबै भएपरको भाँडासाँडा खाली गरेर अनि त्यसपछि मैले यो जुगाड गर्दैछु कि, किनभने सानो कपमा लगाउने हो। कपमा लगाउनलाई त्यति धेरै माटो पनि चाहिँदैन, अनि त्यही भएर मजाले यताउतिबाट जुगाड गर्दैछु। यसमा चाहिँ तपाईँले चाहिँ मजाको बालुवा माटो अनि त्यसपछि पत्करको मल, गाईबस्तुको मल, अनि त्यस पछाडि फङ्गिसाइडहरू पनि युज गर्न मिल्छ। अनि त्यस पछाडि यो चाहिँ सबै मैले आफ्नै हातले मजाले मिक्स गर्न कस्तो मजा आउँछ कि, किनभने आफ्नो पटिङ मिक्समा के छ भनेर थाहा हुन्छ, नत्र त किरा परेछ कि के परेछ कि भनेर शङ्का गर्दै अनि उक्काउनु मन लाउँछ, कुट्टाउनु मन लाग्छ होइन। त्यो गर्नभन्दा बरु पहिल्यै राम्रोसँग हेर्ने कि आफ्नो पटिङ मिक्समा के छ भनेर। यो चाहिँ मेरो पटिङ मिक्स बबालै छ, यति माटो भयो इनफ पनि हुन्छ होइन। अनि त्यसपछि मजाले मिक्स गरिदिन्छु यसलाई। अनि मिक्स गरिदिइसके पछाडि यसलाई कपहरूमा हाल्न चाहिँ रेडी भइसक्यो। अब मजाले मिक्स गरिसकेपछि कपमा हाल्छु। यो चाहिँ कप ठुल्ठुलो साइजको पनि छ, सानो साइजको पनि छ, तर जति सानो प्लान्ट त्यति सानो कप लिए पनि हुन्छ, या आफ्नो इच्छा हो कप कत्रो लिने भन्ने त। तर सानो प्लान्टहरू, नयाँ कटिङ्सहरू, नयाँ सिडलिङहरू सानो कपमा लगाइदिने भने एकदम राम्रो भएर फस्टाएर जरा आउँछ। अनि यसको प्लस पोइन्ट के हुन्छ भने यो ट्रान्सपेरेन्ट ग्लास हो नि त। यो ट्रान्सपेरेन्ट ग्लास भइसके पछाडि बाहिरबाट यसको रुट कतिको डेभलप भयो भनेर हेर्न मन लाग्छ कि। अनि यो चाहिँ राम्रो कटिङ्सहरू लिएछु मैले। अनि यो बेसार अभियसली ब्रह्मास्त्रै भइरहेको छ यो चाहिँ मेरो लागि। अनि अघि लिएको जति सबै कटिङहरू छ नि, त्यो कटिङहरू राम्रो सेपको छ। अनि जहिले मलाई यो हार्टवाला लिफ चाहिँ भेटिन्छ कि यो कटिङहरू लगाउँदाखेरि, किनभने ब्याकग्राउन्डमा हेर्नु न, मैले पहिला पनि यिनीहरूको कटिङ सारिसकेर यत्तिको सक्सेस गराइसकेको छु कि। यस्तो बबाल हुन्छ नि होइन। अनि यिनीहरूलाई खासै केही केयर गर्नु पनि पर्दैन कि, मजाले लिफ फालिदियो। यस्ता रहेका ठेट्ना ठुट्नी पनि युज गरेको कि मैले फाल्दिनँ, किनभने योहरू पलाउँछ, यत्रोको सानो भए पनि पलाउँछ कि, केही डाउटै छैन यसमा त। अनि यसको लिफहरू चाहिँ फालिदिन्छु कि, किनभने लिफले धेरै इनर्जी लिन्छ नि त। सबै ठेट्ना ठेट्नी सबै लेखु केही फाले होइन मजाले होइन। अनि यो त झन् राम्रो पनि छ। योहरूलाई चाहिँ मजाले त्यो कपमा चाहिँ पहिला पानी हालेर रेस्ट गर्न दिन्छु कि, किनभने माथिबाट पानी हाल्ने भने त त्यो आफूले अँठाएको बेला चाहिँ भ्यालक्क परेर जान्छ कि। तर पहिला पानी हाल्ने भने हल्लिन्न, अनि त्यस पछाडि 1-2 दिनमा जमिहाल्छ। अनि यसको तलको पातहरू सबै फालिदिन्छु। अनि तलको पात र माथिको रिटा टुप्पी पनि फालिदिन्छु। अनि यसलाई चाहिँ मजाले यसरी मुछेर फालिदिन्छु कि टुप्पी। यत्रो भयो भने जति नै हुन्छ, यसलाई चाहिँ मजाले राखेर यस्तो मजाले अँठाइदिएर सारिदिन्छु कि। यस्तै गरेर मैले लगभग यसपालि चाहिँ मोर देन 40+ वटा चाहिँ लगाएको छु, किनभने म लाइक होम प्रडक्सन पनि गर्छु कि भन्ने सोचिरहेको छु। लगभग 50 वटा चाहिँ छ यसपालि चाहिँ। मैले पहिला चाहिँ जम्मा 30-35 वटा लगाएको थिएँ। अनि कति धेरै चाहिँ गयो, अनि त्यहाँ रहेको वाला छ। यो पनि जानेवाला हो, यो ब्याकग्राउन्डमा भएको छ नि, योहरू चाहिँ जानेवाला हो। अनि अहिले चाहिँ लगभग यताउति गरेर 50 पिस चाहिँ बनाएको छु। अनि त्यो ब्याकग्राउन्डमा भएको पनि लगेर पठाइदिन्छु। त्यो एकजना दाइले अर्डर गर्नुपर्छ नर्सरीदेखि, त्यहीँ लगेर छोडिदिन्छु। अनि अबको लगभग 6-7 महिनापछि त
योहरू पनि अघिको त्यो अगाडि छन् नि यस्तै बवाल बन्छ के योहरू चाहिँ अहिले यसमा कपमा राखेको छु अब चाहिँ अबको लगभग 5-7 महिनापछि अनि त्यो अलि ठुलो कपमा चाहिँ रिपोर्ट गरिदियो भने मजाले जान्छ नत्र यो ठुलो कपमा रिपोर्ट गर्नु पनि पर्दैन यसैमा पनि जान्छ सानो सानो गराइदिन्छु पानी 1 हप्तामा एकचोटि हाल्ने